हो म भेडो हुँ, म भेडो हुँ, म एकहोरो लागिरहन्छु। न आफू प्रगति गर्छु, न अरूले गरेको सहन्छु। हो म भेडो हुँ, आफू यसै कुलङ्गार भएको छु। कसैको राम्रो देख्नै सक्दिनँ, प्रगति देख्यो कि भ्या गर्न थालिहाल्छु। म राम्रो पक्षको कहिल्यै सपोर्ट गर्दिनँ, सकेसम्म खुट्टै तानेर बस्छु। आज पनि अहिले पनि मलाई थाहा छ, म देश बेचेर खाएर जनता मारेर गाडी बडीगार्डसँग हिँड्ने नेताको किन विरोध गर्दिनँ, किनकि मलाई भोटको बेलामा कमिसनसँग मासु ककटेल बनाएर खानु छ। तर गौरवका साथ एउटी नेपाली चेली भागवत गीता बोकेर हिँड्दा पनि मैले खुट्टा तानेकै हो। आज एउटी चेलीले देश विदेश गएर आफ्नो कला प्रतिभा, आफ्नो गीत सङ्गीतबाट उसको मनोरञ्जन गराएको उसको प्रगति देख्दा पनि म खुट्टै तानिरहेको छु। आज पनि अहिले पनि उसका बारम्बार दूर दूरसम्म सम्बन्ध नभएका अतीतहरूलाई म कोट्याइरहेको छु। बारम्बार उसलाई पिलो निचोरे जस्तो निचोरिरहेको छु, घोचिरहेको छु। उसलाई म मर्न बाध्य बनाइरहेको छु। तर म फेरि कसैले आगो लगाएर घरमा पेट्रोल छर्केर मारेका नारीप्रति सहानुभूति देखाउँदै भन्नु पर्थ्यो नि मर्नु हुँदैन थियो भनेर म खोक्रो आदर्श बोकेका शब्दहरू लेखिरहन्छु। तर म एउटी जिउँदो नारी, देश विदेश गएर आफ्नो प्रगति गरेर सङ्घर्ष गरेर आफ्नो खुट्टामा उभिएर हिँडेकी नारी म देख्न सक्दिनँ। उसको खुट्टा तानिरहन्छ। अहिले पनि म भेडो जस्तै एकहोरो लागिरहन्छु। 104 वर्ष अघि न हो सती प्रथा अन्त्य भएको। सती जस्तो प्रथामा आगोमा जिउँदै जलेर बस्ने पनि तिनै नारी अनि शक्तिशाली भएर अहिले तिम्रो पितृसत्तात्मक मानसिकतालाई फालेर अघि बढ्न खोजेका नारीहरूलाई म सहनै सक्दिनँ। म यति भेडो भएको छु। म एउटी नारीको प्रगति देख्नै सक्दिनँ। बारम्बार उसका अतीतहरूले लाई म कोट्याइरहन्छु, घोचिरहन्छु। के एउटा पुरुष कहिले गलत हुन सक्दैन? उसले गरेका गल्तीहरू कहिले गल्ती हुँदैनन्। तर पनि म एउटी नारीलाई नै दोष लगाइरहन्छु। पुरुषलाई म पानीमाथिको ओभानो बनाइरहन्छु, सधैँ, पहिला पनि, अहिले पनि र भोलि पनि। तर म नारीको एउटा हिम्मत लिएर हिँडेको कदमलाई पछाडि तानिरहन्छु, उसका खुट्टा तानिरहन्छु। सकेसम्म उसलाई म गिराउन पछार्न चाहन्छु। म भेडो भएको छु। उसले बारम्बार ती कुराहरू नदोर्याई शान्त बस्छु भनेर भन्दा म नारीलाई कहिले शान्त हुन दिन्न। भनिन्छ प्रकृति र स्त्री उस्तै हुन्। जब उसको शान्तिको बाँध फुट्छ तब तहस नहस हुन्छ। म त्यही तहस नहस विनाशकारी विपरीत बुद्धिको प्रतीक्षा गरिरहेको छु। म भेडो भइरहेको छु। म नारी नै भएर पनि नारीको खुट्टा तानिरहेको छु। म पुरुष भएर पनि पुरुषलाई गलत देखाउँदिन, नारीकै गलत भनिरहेको छु। पुराण कथा वाचन गरेर उसले आफ्नो श्रम दाम लिएको मलाई असह्य भयो। पोहोर पनि उही देवी प्रतिभाको कुरा गरेको। मैले उसको पनि खुट्टा तान्न कुनै कसुर बाँकी छोडिनँ। अहिले पनि म मेरो आफ्नो खुट्टामा उभिएका कैयौँ नारीहरूको पनि खुट्टा तानिरहेको छु। ओइ, मैले समीक्षा र एलिनाको कुरा गरेको। म उसलाई लडाउन पछि पर्दिनँ।
तर म उसले देश विदेश घुमेको म सहन सक्दिनँ। उसलाई मरेको भए म बिचरा कठै भनेर 2 शब्द लेख्ने थिएँ, तर ऊ बाँचेको देख्दा म सहन सक्दिनँ। पेट्रोल खन्याएर घरमै आगो लगाएर जिउँदो जलाइएका छोरी चेलीको बारेमा बोल्न सक्ने म। जिउँदो हुँदा नै बाँच्छु भनेर बाँच्न खोज्ने नारीको साथ म दिन सक्दिनँ। म एउटी साहसी नारीको सफलता त देख्न सक्दिनँ। म आफ्नो जीवनहरूको डाहा नगरी कसरी कटाउन सक्छु? म कमेन्टभरि पत्रिकाभरि प्रत्यक्ष अप्रत्यक्ष उसलाई गुलेली र मट्याङ्ग्राले हाने जस्तो बारम्बार तीर हानिरहन्छु, छेडिरहन्छु, उसलाई वज्र पारिरहन्छु। म कहिलेसम्म भेडो बनिरहन्छु, एकहोरो लागिरहन्छु।